ड्रागन चिकन स्वीट सावर स्पाइसी र उमामी फ्लेभर पर्सनली मेरो फेभरेट डिसमध्ये एउटा हो। यो इन्डो चाइनिज फ्युजन रेस्टुरेन्टमा गएर खानुहुन्छ भने आजै स्किप गरिहाल्नुहोस्। घरकै किचनमा बनाउनुहोस्, स्वाद क्वालिटीसँगै क्वान्टिटी पनि पाउनुहुनेछ। सबैभन्दा पहिला हामी यसलाई चाहिने सामग्रीहरू चप गरौँ। हामी केही बेल पेपर लिएका छौँ र यसलाई रफली चप गर्छौँ। यसैगरी प्याज, स्प्रिङ अनियनलाई पनि हामी रफली चप गरेर साइडमा राख्छौँ। हामी केही क्लोभ लसुन र एक टुक्रा अदुवालाई फाइनली चप गर्छौँ र केही लसुन र अदुवालाई चाहिँ कुटेर पेस्ट तयार गर्छौँ। बोनलेस चिकन लिनुहोस्। भएसम्म चिकन थाई र चिकन ब्रेस्टको भागलाई लिनुहोस् र यसलाई 1.5 इन्चको साइजमा लामो लामो गरी भिडियोमा जस्तै गरी काट्नुहोस्। अब चिकन म्यारिनेसनको लागि लसुन अदुवाको पेस्ट, मरिच, नुन, 1 चम्चा रेगुलर फ्लोर, 1 चम्चा कर्नफ्लोर, 1 पिन्च बेकिङ पाउडर, एउटा होल अन्डा यसलाई राखेर हल्का हातले मसाज गरी एकछिन साइडमा राख्नुहोस्। एउटा भाँडोमा तेल हिट गर्छौँ र हाम्रो म्यारिनेटेड चिकनलाई एक एक गरी राख्दै जान्छौँ र मिडियम हाई हिटमा यसलाई क्रिस्पी हुन्जेलसम्मको लागि राम्रोसँग फ्राई गर्छौँ। अब हामीले यसको सस तयार गर्छौँ। सोया सस, केचप, चिल्ली पेस्ट, फ्रेशली क्र्याक्ड ब्ल्याक पेपर र नुन यसलाई मिक्स गरी साइडमा राख्छौँ। अब प्यानमा तेल राखेर हामी चप लसुन अदुवालाई फ्राई गर्छौँ र यसमा रफली चप गरेको बेल पेपर, प्याज र स्प्रिङ अनियनलाई राखेर मजाले फ्राई गर्छौँ। यो हामीले सफ्ट नहुन्जेलसम्मको लागि एकछिन फ्राई गर्छौँ। अब चाहिँ हामी अघि तयार गरेको स्पेसल सस पनि यसमा राख्छौँ र हामी फ्राई गरेर राखेको क्रिस्पी चिकनलाई पनि राखेर मजाले मिक्स गर्दै टस गर्दै फ्राई गर्दै गर्छौँ। अब अन्त्यमा यसमा स्प्रिङ अनियनको पातलाई राखेर टस गर्छौँ। अब चाहिँ हाम्रो स्पेसल रेस्टुरेन्ट स्टाइल ड्रागन चिकन सर्भ गर्नको लागि तयार छ। तपाईहरू पनि यो डिस ट्राई गर्नुहोला। थ्याङ्क यू।